ब्लग होइन म आज थाहा पाइनँ नि त कतिखेर झऱ्यो 3:30 बजेदेखि उठेर होइन दुईटा सुँगुर मारिसक्यो दुईटा सुँगुर मारिसक्यो पर एउटा मामाकोमा चाहिँ हामीले फोडफाड गरेर आइसकेको अहिले काट्दैछ अब यहाँ चाहिँ भर्खर भुजिँदैछ है गाइस भन्दिनँ कति सटमा मरेको पनि यो चाहिँ मात्र 3 सट लाग्यो किन एक सटमा मर्यो तिमीले भ्लग बनाएको थिएन नि त त्यो म त सुँगुर सानो छ भने त कति ठुलो रहेछ हान्दा बल्ल मरेको बेलुका टाइमलाई चिया राख्दैछु नि मैले कतिखेर थाहा पाएको थाहा छ खोइ किन हो सबैजना सागर गरिरहेको क्या कराइरहेको छ सबैजना त्यतिखेर ए सुँगुर काट्ने बेला भएछ भनेर मैले थाहा पाएको सागरलाई कराएको थियो सबैजनाले हेलो साथीहरू गुड मर्निङ म चाहिँ भर्खर उठेको आज म अरू बेला भन्दा धेरै अलिक छिटो उठेँ कति 5:30 बजेको छ मुख पनि दुःख छैन आज चाहिँ फुलपाती हो नि त त्यही भएर छिट्टै उठ्नु पर्यो आज हाम्रो घरमा चाहिँ सुँगुर काटेर सबैजनालाई भेला गरेर आज मनाइन्छ सो म चाहिँ आज अलिक चाँडो उठेको छु म फ्रेस पनि भएको छैन अब तातो पानी खाएर फ्रेस हुन्छु 600 ग्राम रहेछ हेर्नु यो फिला लाने फिला 9 केजी हेर्नु आफै ए यो 9 केजी 600 ग्राम अनि फाल्टे राख्नु पर्यो नि यो यहाँ कहाँ राख्नु फिला रिजाउँ यो चाहिँ ससुराल जाने फिला होइन यो पनि हो हबी चाहिँ यो पनि हो फिला त्यो मात्रै हो दाहिने फिला अनि अब अरू चाहिँ काट्ने हो नर्मल ल आलु सब पनि खाले अलि राम्रो हाल्दिनु नि राम्रो छ राम्रो घरकै सुँगुर यहाँ चाहिँ के हो यो कानजिब्रो भुट्दैछ हामी चाहिँ किचनमा म र माइजू अरूहरू चाहिँ बाहिर हुनुहुन्छ साथीहरू कानजिब्रो भुट्दैछ भर्खर आज बिहान रातिदेखिको हामीहरू चाहिँ यहाँ हुनुहुन्छ काम गर्दै हुनुहुन्छ साथीहरू यो चाहिँ सुसी है हाम्रो राई लिम्बूहरूको सुसी चाहिँ यस्तो हुन्छ यो चाहिँ होममेड हो अब कतिलाई मन पर्ला कतिलाई मन पर्दैन मलाई पनि सुरुमा मन पर्दैन थियो पछि बानी भएर मलाई पनि मन पर्नु थाल्यो दामी मिठो लाग्नु थाल्यो पछिबाट चाहिँ बानी भयो नि त हामी चाहिँ जुमो भन्छौँ है यसलाई यहाँ चाहिँ खानाको लागि अहिले हाम्रो कुखुरा लोकल सुप ढिङ्कुली ए ढिङ्कुली अनि इङ्ग्लिसमा फेरि चिकन डायमन्ड दाजुहरूले बनाउँदै हुनुहुन्छ कुखुरा यो खासमा चाहिँ ढिङ्कुली हो मुखबाङ्गारहरूले चाहिँ के भन्छ अरे चिकन डायमन्ड के हो डायमन्ड चिकन सकिने बस्नेत अङ्कल जहिले पनि हाम्रो पार्टीमा कुक गर्नुहुन्छ उहाँ बिना चाहिँ मुस्किल छ हामीलाई यहाँ चाहिँ यहाँ चाहिँ बुढा बुढी पार्टी लु हाई ओहो बुढा पार्टी 2082 सालको दसैँ यस
लु हजुर यहाँ फेरि दाजुभाइ पार्टी वाउ ओए र उसै कस्तो भएछ दसैँ सुरु भयो गाइज अन्त भ्लग च्यानल अरूको तर जहिले पनि भ्लगमा देखिने मान्छे चाहिँ उहाँ हुनुहुन्छ नम्बर 1 हाई रेटेड के ल्याइदिनु कस्तो जुमो भात लबिनले के मगायो जुमो जुमोको डिमान्ड गर्नुभयो दाजुभाइहरूले यता पनि दाजु पनि इधर भी दूसरा भगर इधर भी भ्लगर यहाँ चाहिँ बाडफाड विष्णु विष्णु माम जेठी यहाँ अलिअलि जुम्नो लगाइदिनु भाइहरू खाने अरे हो कत्रो ठुलो हजुर हुन्छ हुन्छ खाइहाल्छन् ल हुन्छ ओहो लु आयो आयो है आयो आयो कसले डिमान्ड गर्नुभएको थियो लु माइलालाई हालिदिनु त आन्टी हाल्नु बाँडेर खानु है ग्लास किन भएन भयो भयो साथीहरू के को फुटसल अहिले चाहिँ झपक्कै रात परेको छ हाम्रो पार्टी पनि सकियो आजको थकित छौँ अब चाहिँ हामी रेस्ट गर्छौँ अबि पसिना आएर भुल्तै भयो मेरो भिडियो मन पर्यो भने सब्सक्राइब गरिदिनु होला बाइ बाइ साथीहरू